वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी गोबी मन्चुरियन बनाउन गइरहेको छौँ। गोबी मन्चुरियन बनाउनको लागि बन्दागोपी काट्नुपर्ने हुन्छ। सुरुमा बन्दागोपीलाई चाहिँ बारीक कटिङ गरिरहेको छौँ। हेर्नु होला बारीक कटिङ। हाम्रोमा चाहिँ स्कुल क्यान्टिनको अर्डर आएको हुनाले 1000-1500 जनाको अर्डर आएको छ। त्यही भएर चाहिँ हामीले बारीक कोपी काट्दैछौँ हैन। अब काटेर हाम्रो रेडी भइसकेको छ। काटेर रेडी भएर चाहिँ हामी उठाउने क्रममा छौँ। चाहिँ उठाउने क्रम जारी नै भइरहेको छ हैन। बन्दागोपी बारीक चपिङ हो यो चाहिँ बन्दागोपीलाई। अब हाम्रो चाहिँ उठाउने क्रम फिनिस भइसकेको छ। बन्दागोपी यति चाहिँ काटिसकेको छौँ। बन्दागोपी उठाएर रेडी। अब यसमा मसला रेड गर्नुपर्ने हुन्छ हामीले। बन्दागोपी मात्रै छ अहिलेको लागि चाहिँ। त्यसपछि यो मैदा अनि कर्नफ्लावर एड गर्ने त्यसमा। त्यसपछि यो अदरक लसुन अनि हरियो मिर्ची पेस्ट लगाउनु पर्ने हुन्छ। हेर्नु होला आफूले जति रेडी गर्ने त्यो अनुसारले आफूले अदरक लसुन हरियो मिर्ची एड गर्नुपर्ने हुन्छ पेस्टको लागि। अनि अदुवा लसुन खुर्सानी भइसकेपछि अब मैले चाहिँ नुन टेस्टको लागि हैन जति आफूलाई टेस्ट हुने गरेर नुन लगाउन गइरहेको छु। नुन लगाउने क्रम जारी नै छ। यो नुन लगाइसकेपछि यो चाहिँ टेस्टिङ पाउडर टेस्टको लागि हैन। यो चाहिँ अब रातो बनाउनको लागि रेड कलर हो। अनि यो रेड चिली सस हैन। अनि त्यसमाथि अब यो टोमेटो सस अब हाम्रो लगाउने क्रम जारी फिनिस भइसकेको छ। अब त्यसलाई मजाले मिक्स गर्ने। मिक्स गरेर चाहिँ मजाले गर्नुपर्छ हैन। मजाले मिचेर सबै मसला मिक्स हुनु पर्यो नि त, सबैतिर लाग्नु पर्यो। अब हाम्रो चाहिँ मिक्स गरेर रेडी भइसकेको छ। यो चाहिँ अब छोड्नको लागि तयार भएको रेडी भइसकेको अवस्था हो। रेडी गर्दा गर्दै हाम्रो समय नै धेरै बितिसकेको छ। धेरै 1000-1500 जनाको अर्डर भएर चाहिँ धेरै समय लागेको छ रेडी गर्दा गर्दै। रात पनि धेरै बितिसकेको भएकोले अब हाम्रो चाहिँ छोड्ने क्रम जारी भइसकेको छ। मन्चुरियन यो चाहिँ गोबी मन्चुरियन हो। हामीले चाहिँ यसरी बनाउँछौँ हैन। तपाईहरु के कसरी बनाउनुहुन्छ यसो आएर लाइक कमेन्ट गर्नु होला। तपाईहरुले कसरी बनाउनुहुन्छ कमेन्ट गर्नु होला। हामीले चाहिँ यसरी बनाउने गर्छौँ हैन। दिदी र मैले चाहिँ यसरी छोड्दै छौँ। यो चाहिँ गोबी मन्चुरियन बनाउने तरिका हो। हजुरहरूलाई पनि आउँदैन भने हेर्नु होला, एकचोटि ट्राई गर्नु होला हैन, सिक्नु होला। र हजुरहरूले बनाउनुहुन्छ भने कसरी बनाउनुहुन्छ सल्लाह सुझाव दिनु होला। हामीले चाहिँ स्कुलको क्यान्टिनको अर्डर अब रेडी भइसकेको छ। यसरी मन्चुरियन हाम्रो रेडी भइसक्यो। हामीले चाहिँ अन्तिम गरिसकेको छौँ है हाम्रो मन्चुरियन। अनि मन्चुरियन चाहिँ हामीले यति रेडी गऱ्यौँ।
बाँकी चाहिँ क्यान्टिनको फोटो। थ्याङ्क यू मेरो ब्लग हेरिदिनु भएकोमा धन्यवाद हजुरहरूलाई।